कृष्ण गुड मर्निङ वेलकम माई मिनी भ्लग म चाहिँ अहिले खाना बनाउँदैछु उता चाहिँ मेरो पुकुलु छ पुकुलु हरे कृष्ण गरिदेऊ हरे कृष्ण लडौली है त्यहाँ चाहिँ मेरो मेरो दाइको छोरी आएको छ पुकुलु हरे कृष्ण गर हरि बोल हामी चाहिँ अब खाना बनाएर उनीहरू चाहिँ अब उता तालिम छ भाउजूको त्यही भएर भाउजूहरू चाहिँ उता जानुहुन्छ म चाहिँ खानासाना बनाएर खाएर स्कुल जान्छु पुकुलु हरि बोल गरिदेऊ हरे कृष्ण हरि बोल हरि बोल म चाहिँ अब रेडी भएर स्कुल जान लाग्यो हरे कृष्ण हरि बोल म चाहिँ गर्मी यस्तो छ हिँड्दा हिँड्दा बजार पुगेँ बल्ल अब यहाँदेखि अझै लाग्छ 15 मिनट जति यस्तो छ हाम्रो उताको भ्यू हेर्नु न कस्तो राम्रो छ यो चाहिँ म पढाउन जाने बाटो बजारदेखि भित्र हो हरि बोल कस्तो राम्रो छ हरे कृष्ण फाइनली गाइस म चाहिँ पुगिसकेँ आफ्नो पढाउने ठाउँ प्लस सेवादा वेलकम छ एकदम प्राउड फिल हुन्छ कि मलाई गुरु गौराङ्गले यस्तो राम्रो ठाउँमा सेवा दिनुभएको छ यहाँ हेर्न सक्नुहुन्छ हाम्रो गुरुकुलको बारेमा अनि शिवधामको बारेमा लेखेको छ यस्तो आनन्दको ठाउँ छ हरि बोल हरि बोल यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो पार्क बनिरहेको छ यो चाहिँ हाम्रो शिवधामभित्रको एरिया हो यस्तो शान्त सुन्दर कस्तो राम्रो ठाउँ छ हजुरहरूलाई म सबै एक एक देखाउँछु सो आइ एम सो लक्की किनकि यहाँ मैले शिवजी महान वैष्णव शिवजीको दर्शन उहाँको कृपा पाइरहेको हुन्छु यहाँ सबै हुनुहुन्छ म एक एक गरेर सब देखाउँछु उहाँ चाहिँ ब्रह्मा भगवान हुनुहुन्छ म चाहिँ एक एक गरेर सब देखाउँछु यहाँभित्र चाहिँ हाम्रो गुरुकुल चाहिँ मुनि छ यहाँ माथि मन्दिरहरू अनि यता यो साइड पार्क बनिरहेको छ यो चाहिँ कम्प्लिट भएको छैन हरि बोल हरि बोल हरि बोल हरि बोल बोल गौराङ्ग सीताराम हुनुहुन्छ यहाँ चाहिँ उहाँको नाम थाहा छैन मलाई उहाँ चाहिँ सीताराम हुनुहुन्छ कति ठुलो हुनुहुन्छ हो हो हरि बोल उहाँ चाहिँ हनुमान हुनुहुन्छ जय हनुमान हरि बोल यो चाहिँ गणेश मन्दिर हो स्पेशल जय नरसिंहदेव हरि बोल प्लिज नरसिंहदेव गुरु महाराजले प्रोटेक्ट गर्नु होला गुरु महाराजको हेल्थ एकदम ठिक होस् हरि बोल गौराङ्ग उहाँ चाहिँ विश्वकर्मा बाबा हुनुहुन्छ उहाँ अब यता चाहिँ यहाँ शिव मन्दिर छ हरि बोल शिव मन्दिरमा आउँदैछु म चाहिँ हरि बोल बाबा हुनुहुन्छ यहाँ हरे कृष्ण अनि यहाँ चाहिँ यहाँभित्र चाहिँ शिव मन्दिर हुनुहुन्छ अब म अहिले भित्र पनि के जानु है हेर्नु यहाँ शिवलिङ्ग हेर्न सक्नुहुन्छ कति राम्रो छ अब चाहिँ म हजुरहरूलाई देखाउँदैछु हरे कृष्ण यहाँ चाहिँ शालिग्राम हुनुहुन्छ कति धेरै हुनुहुन्छ अरे भयो यहाँ चाहिँ शालिग्राम हुनुहुन्छ शालिग्राम भगवान् कि जय उहाँ चाहिँ दुर्गामा हुनुहुन्छ देख्न सक्नुहुन्छ कान्नाजी हरि बोल गौराङ्ग कृष्ण कन्हैया लाल की जय अब चाहिँ म हजुरलाई देखाउँछु पर चाहिँ गौमाता हुनुहुन्छ अनि त्यहाँदेखि परसम्म चाहिँ 108 चाहिँ गौमुखी धारा छ त्यहाँ चाहिँ उता ट्याङ्कीबाट पानी गरेर चाहिँ निकाल्छ अहिले त्यसरी पानी आइरहेको छैन अब स्पेसल चाहिँ देखाउँदैछु म यहाँ चाहिँ अब बर्खा लागेको छ नि त झाडपात त अलिअलि हुने भइहाल्यो सब इग्नोर गर्नु होला तर एकदम सुन्दर छ हरि बोल आउनु होला हजुरहरू दर्शन गर्न यहाँ चाहिँ 108 शिवलिङ्ग हुनुहुन्छ तर सुन्दर छ यस्तै त अब जङ्गलको बिचमा भएपछि अलिकति यस्तो भइहाल्छ होइन तर धेरै राम्रो छ हाम्रो यता शिवधाम चाहिँ
बाबेश्वर पञ्चपुरीमा रहेको यो शिवधाम गुरुकुलमा हजुर सबैलाई वेलकम छ, आउन सक्नुहुन्छ। हरि बोल। यहाँ चाहिँ सबै हुनुहुन्छ कि सबै हुनुहुन्छ भगवान्जीहरू। मलाई सबैको नाम चाहिँ राम्रोसँग थाहा छैन, अनि उता के उहाँहरूलाई के भन्छन् थाहा छैन, म देखाउँछु कति धेरै छ। यो कलालाई पनि मान्नै पर्छ कि खतरा। हरि बोल। कति राम्रो राम्रो बनाउनु भयो। हरि बोल। जय गाइस। म चाहिँ यस्तो अवस्थामा छु, हिँडिरहेको छु टकन। अब म चाहिँ अब गुरुकुलमा जान्छु। यसरी नै अब मेरो गुरुकुलको यात्रा हुँदैछ। म केटाकेटीहरू अनि चाहिँ कहाँ गुरुजीहरू हुनुहुन्छ होला, सबलाई देखाउँछु। हरि बोल। अब यसरी त्यो चाहिँ हाम्रो गुरुकुल हो, अनि चाहिँ त्यो चाहिँ हवनकुण्ड हो, त्यहाँ हवनकुण्ड हो। अनि यतातिर कुटीहरू छ, अनि उतातिर किचनहरू छ। तलदेखि यो सबै किचन हो। त्यो किचन, यो पनि किचन, त्यो स्टोर रुमहरू सबै यतै छ। अनि यो चाहिँ हाम्रो गुरुकुल हो। हरि बोल। हरि बोल। यहाँ चाहिँ हाम्रो गुरुकुलको बाबुहरू छन्, अनि हाम्रो गुरुहरू पनि हुनुहुन्छ। उहाँहरूले चाहिँ सानो केही सन्देश दिइराख्नु भएको छ। हरि बोल। हरि बोल। हरे कृष्ण। हरि बोल। आज यो रमणीय क्षेत्रमा चाहिँ गुरुका मुखार बिन्दुबाट ब्रेक टाइम हो। केटाकेटीहरू चाहिँ खाजा प्रसाद लिन गइरहेको छन्, अनि म चाहिँ एकछिन बसिरहेर हरि बोल। हरि बोल। म चाहिँ यो अब चाहिँ घर फर्किन लागेको। यो चाहिँ कोटियम खोलाको पुल हो, त्यहाँ चाहिँ राम्रोसँग देखिँदैन। यहाँ हेर्न सक्नुहुन्छ, हाम्रो यो चाहिँ कोटियम खोला हो। हरि बोल। त्यहाँ चाहिँ हाम्रो यो कोटियम खोला, अनि त्यहाँ चाहिँ मान्छेहरू बोल्ने ठाउँ हो। त्यहाँ मान्छे बोल्नलाई ल्याएको छन्। प्रायः सधैँ हुन्छ यस्तो दृश्य, त सधैँ देखिरहेको हुन्छु। हरि बोल। हरे कृष्ण। उद्धारो छ उहाँहरूको। हरि बोल। हरि बोल। म चाहिँ घर पुगिसकेँ। हरि बोल। काम हेर्नु न, पसिना, गर्मी कस्तो छ। छाता ओढेर आएको पनि अर्थ छैन, पानी पर्यो नि हुन्थ्यो जस्तो। हरि बोल। अघि आउँदा यस्तो गर्मीले पुरै मर्नु मार्यो, अहिले हेर्नु न यहाँ पुरा पानी पर्ने जस्तै भइरह, हावा हुरी लागेर कस्तो भइरह। हरि बोल। हरि बोल। हरि बोल। कस्तो आनन्द भयो। अघि त परानै जाला जस्तो गर्यो। हरे कृष्ण। बिन्दु देवी तुलसी महारानी की जय। भक्ति प्रदायिनी बिन्दु देवी तुलसी महारानी की जय। हरि बोल। हरे कृष्ण। यति भन्दै आजको भिडियो यहीँ इन गर्छु। सबैले माया गरिदिनु होला, लाइक कमेन्ट अनि फलो गर्नु होला। हरि बोल। हरे कृष्ण। बाई बाई। टेक केयर। हरे कृष्ण।